नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ यति बेला देख्न सक्नुहुन्छ तम्घास सिद्धिचौरमा नमुना मतदान हुँदैछ। यहाँ विशेष गरी यही फागुन 21 गते हुने निर्वाचनको लागि लक्षित गर्दै नमुना मतदान गर्न लागि हो। नेपाली सेना त्यसै गरी एपीएफ र नेपाल प्रहरीले यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ। देख्न सक्नुहुन्छ यहाँ म्यादी प्रहरी निर्वाचन प्रहरीले मतदान गर्नुहुनेछ प्रत्यक्षतर्फ, त्यसै गरी समानुपातिकतर्फ कसरी मतदान गर्ने भन्ने विषयमा उहाँहरूलाई जानकारी गराइनेछ। यहाँको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ। विभिन्न मान्छेहरूले अवलोकन पनि गर्नुभएको छ, तपाईँहरूले सिक्न सक्नुहुन्छ। यसै गरी यही फागुन 21 गते तपाईँको निर्वाचन क्षेत्रमा पनि यसै गरी मतदान हुनेछ भन्न चाहन्छु र तपाईँहरूले पनि आफ्नो प्रतिनिधि चुन्दा अलिकति होस पुर्याउनु होला भन्न चाहन्छु। देख्न सक्नुहुन्छ यहाँ कसरी मतदान हुँदैछ भन्ने विषयमा हामीले यहाँको सुरक्षा व्यवस्था सहित रिपोर्टिङ गरिरहेका छौँ।